हामी चाहिँ आज पोखरा घुम्न निस्केको छ उसको चाहिँ पेट दुखेर हामी चाहिँ यति धेरै खाइसक्यौँ कि अहिले 2टा अन्डा समोसा यो के खाइसक्यौँ फेरि मोबाइल चार्जमा भएर भिडियो बनेन अब ऊ चाहिँ यस्तो छ पोखरा आएर ड्रेसअप सर्ट चेन्ज गरेर त्यता खाइरहेको छौँ हामी चाहिँ यहाँ आइसक्यौँ डेक साइड आएर हामी चाहिँ के खाँदैछौँ चटपटी खायौँ फेरि यो खाँदैछौँ चटपटी कब खाया मैंने तो देखा ही नहीं बस आपको हो गया मिठो हो यार यस्तो भित्रको पनि खानुपर्छ भनेर चाहिँ कुरा नगरौँ भैयाजीलाई काट्नु लागि ल आउँछ त त्यसरी खोइ त ल ले मेहनत ज्यादा लगेगा Yummy. Enak banget. स्वागत छ अतिथि देव भव भनिन्छ सबैलाई आरतीमा टीका प्रसाद आशीर्वाद दिएर जानुहोला पुण्य प्राप्त भक्तजनहरू आउनु होला है ल हरिद्वारमा हामी चाहिँ सन्ध्या आरती हेरिसकेपछि फेरि यहाँ स्ट्रिटको ट्र्याकतिर आएर चाहिँ हल्का खाँदैछौँ भोक लागिरहेको अवस्थामा त्यही भएर अनि त्यहाँ त्यो देखेर हामीले निस्किहाल्यौँ हाम्रो चाहिँ पोखरा आउँदा डेली स्पट हो यहाँ चाहिँ एकचोटि त भातै नखाइकन यहाँ आएर यहाँनिर ल मलाई चाहिँ यहाँ साथीले ल्याएको ठाउँमा यो चाहिँ मेरो पोखरा आउँदाखेरिमा एकदम फेभरेट ठाउँ हो यो चाहिँ त्यो 11 बजे रातिको हामी चाहिँ विकल दाइको क्याफेबाट आएर आज हामी यहाँ छौँ पाम बिचमा हाम्रो दिदी भान्जासँग टक्क लाएर ल